वाउ हेर्न कस्तो दामी बलेको देखिरहेको छ ऊ पर हो। यो हेर्नु त यो कलर कस्तो चेन्ज हुँदैछ यो कलर हो यो छेउमा ल्यायो भने ऊ यस्तो ब्लर भइदिइहाल्छ हो एङ्ग्री भइदिइहाल्छ के यस्तरी ट्याक्कै देखेन वाउ यस्तो हो नि त कला भनेको चाहिँ क्या र अहिले चाहिँ यहाँनिर मैले अँधेरोमा खिचेको छु है त। हेलो एभ्रिवान र तपाईँहरूलाई स्वागत गर्न चाहन्छु मेरो यो सानो युट्युब च्यानलमा। र विशेष गरी आज चाहिँ म के बनाउनु गइरहेको छु भने मतलब मलाई अर्डर आएको थियो बनाउनु चाहिँ र विशेष गरी मैले चाहिँ बनाइसकेको छु र अब बनाउँदै गरेको चाहिँ तपाईँहरूलाई किन देखाउनु भनेर र बनाइसकेर चाहिँ फाइनल भइसकेको छ मतलब बनिसकेको छ र तपाईँहरूलाई त्यो बनिसकेको चाहिँ देखाउने भनेर चाहिँ मैले त्यो बनाइरहेको भिडियो चाहिँ मैले पोस्ट गरेको छुइनँ यानि कि मैले भिडियो रेकर्ड गरेको छुइनँ र मतलब बनाइसकेर मात्रै तपाईँहरूलाई पोस्ट गरेको र भिडियो बनाउँदैछु र विशेष गरी आज चाहिँ यस्तो खालको एउटा मतलब डेडली भनौँ न खतरनाक एउटा चाहिँ मतलब नियोन लाइट्स नेम प्लेट बनाएको छु र तपाईँहरूलाई देखाउने छु होइन। अनि यो चाहिँ प्राय जस्तो बुद्धिस्ट होइन अब एउटा बुद्धिस्ट एउटा धर्मावलम्बीमा चाहिँ यो मतलब एउटा नाम चाहिँ प्रयोग हुन्छ र तपाईँहरू गेस गर्नुहोस् के नाम होला र कमेन्टमा भन्न सक्नुहुनेछ है त है यो चाहिँ के नाम हो। स्पेसल्ली बुद्धिस्टहरूले चाहिँ त्यो प्राय जस्तो युज गरिबस्छ त्यो वर्डहरू जस्तै कि अब अरूहरूमा अब के अरे के भन्छ अब हाम्रो जुन किरात लिपिमा हुन्छ ओता गेरानीमा बुमाङ्गे सिवारो भनिन्छ होइन। अनि अब अरूहरूकोमा अब कस्तो हुन्छ भने अब जय श्री कृष्ण होइन अनि जय श्री सचितानन्द होइन अनि त्यहाँदेखि यता के अरे अरूहरू पनि हुन्छ नि हो त्यस्तै प्रकारले बुद्धमा पनि बुद्धिस्टमा पनि त्यो एउटा कमन ल्याङ्ग्वेज युज मतलब एउटा कमन एउटा जुन एउटा बोली जुन एउटा भनाइ त्यो युज हुन्छ र तपाईँहरूले पनि त्यो याद गर्नुहोस् कतिको याद गर्नु सक्नुहुनेछ र कमेन्ट गरेर भन्नुहोस्। अनि त्यहाँदेखि फिलहाल प्रडक्ट चाहिँ भइसकेको छ नेमप्लेट बनिसकेको छ र नेमप्लेट दुईटामा र स्पेसली यो चाहिँ अब गाडीमा लाउने अरे गाडीको जुन अगाडिको त्यो फ्रन्ट मिरर हुन्छ नि र त्यसमा चाहिँ लाउने पछाडिबाट जस्तै कि अब तपाईँहरूले देखिराख्नुहुन्छ नि त्यो उँधो उँधोतिर नाइट सुपरतिर टक टक माथि एउटा के अरे के हुन्छ अब हाम्रोतिर त त्यो गौरी ट्राभल्स अनि के अरे जयराम कृष्ण होइन अनि विभिन्न प्रकारको एउटा त्यो ट्राभल्सहरू लेखेको हुन्छ नि नाइट बसतिर प्रायः जस्तो स्पेसली नाइट बसतिर हुन्छ र त्यसले गर्दा हो त्यस्तो टाइपको चाहिँ मैले बनाउने एउटा मतलब एउटा प्रयास गरेको छु र तपाईँहरूलाई यो भिडियोमा लेखेर मतलब यो एउटा भिडियो मतलब एउटा बनाएको छु तपाईँहरूकोमा अगाडि होइन। अनि यो एउटा नेम प्लेट चाहिँ मैले बनाएको छु र त्यो चाहिँ म एउटा गाडीमा लाउने छु र विशेष गरी त्यो गाडीमा लगाएको भिडियो पनि तपाईँहरूलाई म देखाउने छु तर त्यो अब एक दिन दुई दिन पछाडि तपाईँहरूकोमा सायद पोस्ट हुन्छ होला र अहिले चाहिँ मैले यो बनाएको नेम प्लेट चाहिँ तपाईँहरूले हेर्नु होला र विशेष गरी तपाईँलाई याद भयो कि भएन र त्यो मैले भनेको थिएँ कमन युज ल्याङ्ग्वेज युज हुने मतलब एउटा शब्द ल्याङ्ग्वेज भन्दा पनि एउटा शब्द होइन ल्याङ्ग्वेज त अब भाषा भइहाल्यो र शब्द मतलब एउटा प्रयोग हुने त्यो चाहिँ के भन्दाखेरि चाहिँ ओम माने पेमे ओम र यो सबैलाई नै थाहै नै होला बुद्धिस्टहरूले त्यो भनिराखेको हुन्छ र त्यसले गर्दा तपाईँहरूलाई देखाउने छु कस्तो के लाग्यो है त। अनि अर्को कुरो अब मतलब अलिअलि गर्दै भए पनि प्रयास गर्दैछु अब पछाडि के हुन्छ रिजल्ट कस्तो आउँछ के आउँछ होइन त्यो त मलाई थाहा छैन तर पनि यसै अब हल्का टाइम पास भनौँ न बेला मौकामा यसो भिडियोसिडियोहरू बनाएर पोस्टहरू गरिन्छ र त्यसमा तपाईँ हजुरहरूले अन्यथा नसोचिदिनु होला होइन। अब कतिपयले हेनतेन कतिपयले अब मतलब एउटा डोमी गरेको जस्तो पनि पाराले गर्छ होइन कतिपयले के जस्तो गर्छ र त्यसले गर्दाखेरि चाहिँ त्यस्तो प्लिज तपाईँहरूलाई त्यस्तो चाहिँ नगरिदिनु होला नबनिदिनु होला भन्न चाहन्छु र यो चाहिँ यतिकै भिडियो त्यस्तो साह्रो कन्टेन्ट क्रिएटर पनि होइन म त्यस्तो साह्रो मलाई भिडियो बनाउनु आउँदैन पनि प्लस त्यस्तो साह्रो मतलब जुन बोली शब्दहरू जुन एउटा कन्टेनरमा हुने कुरोहरूकोमा त्यो क्यापेसिटी मसँग छैन पनि र जस्ट एउटा टाइम पास र पछाडि कुनै दिन होइन पछाडिको समयमा एउटा मतलब एउटा रिमेम्बरेन्स भनौँ न एउटा कुनै पनि सम्झना रहन्छ भन्ने टाइपले मात्रै मैले भिडियो बनाइरहेको छु र भोलिको दिनमा के हुन्छ कसो हुन्छ होइन त्यो त मलाई भन्न सक्दिनँ र फिलहाल अहिलेलाई चाहिँ तपाईँहरू ओम माने पेमे ओम हेर्नु होला कस्तो लाग्छ है त।
र यदि राम्रो लागे तपाईँहरूले सबैले लाइक गरिदिनु होला भन्न चाहन्छु। र यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। र यो भिडियो तपाईँहरूलाई मैले यता युट्युबमा पनि हालेको छु र प्लस यता के अरे फेसबुक पेजमा पनि हालेको छु। तपाईँले त्यसमा पनि पेजमा पनि लाइक गर्न सक्नुहुनेछ अनि युट्युबमा पनि तपाईँले गएर हेर्न सक्नुहुनेछ है त। र यहाँनिर देखिराख्नु भएको छ तपाईँले ओम ओएम ओम है, तपाईँलाई यहाँ माथिबाट देखाउनेछ त ओम अनि माने पेमे ओम। अनि यहाँनिर चाहिँ उहाँ दाइले नै भन्नुभएको थियो यो ओम मानेदेखि चाहिँ बुद्ध भगवानको फोटो प्लस लाइटले पनि लगाइदिनु भनेको छ। ल यहाँ लाइट पनि लगाइदिएको छु दुईपट्टिबाट। अनि चाहिँ बुद्ध भगवानको फोटो तपाईँहरूले देखिराख्नु भएको छ होला है। र यहाँनिर हेर्नु होला तपाईँले है, यो चाहिँ बुद्ध भगवानको फोटो अनि यो पनि ठ्याक्क टाँसिदिएको छु। यहाँनिर चाहिँ देखिराख्नु भएको छ तपाईँले, यहाँनिर ओम अनि माने पेमे पेमे ओम चाहिँ तपाईँलाई होम चाहिँ तपाईँलाई पछाडि देखाउने छु। र अहिले चाहिँ ओम माने पेमे ओम यहाँनिर रेडी भइसकेको छ। र यहाँनिर बुद्ध भगवानको फोटो पनि छ विथ लाइट। अब त्यो बुद्ध भगवानको फोटो चाहिँ अब राति अब लाइट लगाइदिएन भने त देख्दैन नि त। र त्यसले गर्दाखेरि चाहिँ लाइट पनि लगाइदिइरहेको छु। त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो। अनि तपाईँहरूलाई त्यो ओम माने त तपाईँलाई देखाइहालेँ प्लस बुद्धको फोटो पनि तपाईँहरूलाई देखाएँ होइन। अनि त्यहाँदेखि पेमे होम अब त्यति साह्रो भन्न आउँदैन। र कतिपय बुद्धिस्टहरूले हेरिरहेको छ भने मेरो प्रोनाउन्सिएसन कतिवटा मिस्टेक होला, त्यसमा फेरि अन्यथा नसोचिदिनु होला। र भन्दै तपाईँहरूलाई फेरि अर्को म पेमे होम पनि तपाईँलाई देखाउने छु है त। यहाँनिर चाहिँ तपाईँले देख्नुहुनेछ, यहाँनिर चाहिँ पेमे होम भनेर लेखिदिएको छ यहाँनिर होइन। अनि स्पेलिङ चाहिँ पुरा कस्तो क्या, PADME होम पेमे होम। अब हामीले भन्दा चाहिँ पेमे होम, तर यहाँनिर चाहिँ अब स्पेलिङ चाहिँ अब PAD हुँदो रहेछ नि त ME। र कतिवटा चाहिँ त्यो चाहिँ अलिकति कन्फ्युजिङ भइरहेको थियो। जस्तै कि अब माने भन्दा पनि MANE होला भनेर सोच्यो, तर MANI हुँदो रहेछ होइन। अनि यो पेमे भन्दाखेरि पनि PAME भनेर होला ल, भनेको त PAD हुँदो रहेछ। डी चाहिँ एउटा सायद साइलेन्ट वर्ड होला जस्तो लाग्यो। र होम म त ओमै भनिराखेको, ओम माने पेमे ओम होला भनेर सोचेको राखेको, मतलब एउटा ओम माने पेमे ओम ओम नै होला भनेर चाहिँ त्यही टाइपिङ गरेर बनाएको थिएँ। र विशेष गरी त्यो पनि मिस्टेक भयो। र बोर्ड मैले स्पेसली मैले ब्ल्याक बोर्डमा चाहिँ बनाउन आँटेको थिएँ, कालो बोर्डमा चाहिँ कालो एक्रेलिकमा बोर्ड भन्दाखेरि चाहिँ यहाँनिर तपाईँलाई देखाउने छु है त। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ, यहाँनिर चाहिँ ओम लेखेको थिएँ, तर मैले यो चाहिँ विदाउट मतलब प्रिन्टिङ हानेर चाहिँ मैले आफै बनाएको अरे। तर हेर्नु न कस्तो दाङको देखिरहेको छ होइन। अनि त्यसले गर्दा चाहिँ त्यति साह्रो राम्रो लागेन क्या मलाई। र त्यसले गर्दाखेरि चाहिँ मैले फेरि यतै नि बनाएँ। र पेमे होम HUM चाहिँ रहेछ, म त OMै लेखिरहेको। र त्यसले गर्दाखेरि चाहिँ अब यसलाई एक्रेलिकलाई चाहिँ रिजेक्ट गरेर मैले फेरि वाइट ट्रान्सपेरेन्ट एक्रेलिकमै बनाइदिएको छु। र हेर्नुहोस् तपाईँहरूलाई ल है त। र यहाँनिर चाहिँ कनेक्सन तार चाहिँ यसरी निक्लिएको हुन्छ। ए देख्नुभयो कसो हुँदाखेरि राम्रो भएछ, कसो हुँदा कोही देख्छु। पेमे होम होइन, पेमे होम के भन्छ यहाँ देख्नुभयो होला नि तपाईँहरूले हो, PADMEHUM होम। र यहाँनिर चाहिँ तपाईँहरूले ठक्कै स्पष्टसँगले देख्नु भइरहेको होला सायद होइन। र यस्तो प्रकारकै हुन्छ। अनि तपाईँहरूलाई दुइटै म सँगै बालेर पनि देखाउने छु है त। र यहाँनिर चाहिँ फाइनली तपाईँहरूलाई सँगै राखेर देखाइदिएको छु होइन, ओम माने पेमे होम भनेर चाहिँ। र यो चाहिँ ट्रान्सपेरेन्ट हो होइन। अनि तपाईँहरूले पछाडि पनि देखिरहेको छ, पछाडि चाहिँ त्यही हो, टेबलहरू अलिकति हल्का नराम्रो छ र तपाईँहरूलाई त्यस्तो देखिरहेको होला। र यहाँनिर चाहिँ ओम माने अनि त्यहाँको बुद्ध भगवानको फोटो होइन, अनि पेमे होम भनेर लेखिदिएको छु। अनि तपाईँले यहाँ लाइट बालेर देखाउने छु है त। लाइट लिनु लाइट। र तपाईँहरूलाई अब यहाँनिर लाइट बालेर देखाउने छु है त है। रेडी 1 2 3 टेन देख्नुभयो, हेर्नु त ओम माने पेमे होम कस्तो दामी देखिरहेको छ हो। लाइट मारो यो उयो भयो। र तपाईँहरूलाई कस्तो के लाग्यो है त, राम्रोसँगले हेर्नुहोस् है गाइस। र यदि तपाईँहरूलाई मन पऱ्यो भने तपाईँहरूले पनि
अर्डर गर्न सक्नुहुनेछ। फिलहाल अर्डर चाहिँ पुरा भइसकेको छ र मैले उहाँ दाइलाई मैले सम्पर्क गरेको छु अघि बिहानै र भरे बेलुका उसको गाडीमा लाउने मतलब प्लानिङ गरेको छु र हेरौँ कतिको एउटा मतलब सक्सेसफुल हुन्छ गाडीमा लाउनु चाहिँ। र विशेष अब अहिले यतिकै राख्नु र यतिकै बोट घरमा लाउनु या कुनै पनि गुम्बातिर लाउनु पनि सकिन्छ होइन। ठ्याक्क अगाडिको गुम्बाको उयसमा अगाडि ओम माने थिमे ओम भन्दाखेरि यस्तो ट्याक राख्ने के टाढेबाट सँगै लाइट हो नि त टाढे अँध्यारो पनि सँगै देखिन्छ र त्यसले गर्दाखेरि त्यो लाउनु पनि सकिन्छ र विशेष गरी बनाउनु चाहिँ बनाएको छु र कतिको सेट हुन्छ हुँदैन त्यो नेक्स्ट भिडियोमा तपाईँहरूलाई अपलोड गरेर देखाउने छु र फिलहाल अहिलेलाई यो भिडियोलाई म यहाँ गर्न चाहन्छु र बाई बाई थ्याङ्क्स फर वाचिङ र सपोर्टिङ चाहिँ तपाईँहरूले गर्दै गर्नुहोला भन्न चाहन्छु। बाई बाई।